हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ म बिरयानी बनाउँदैछु। तपाईहरुलाई देखाउँछु म कसरी बनाउँछु भनेर हेर्नु होला। यहाँ चाहिँ मैले मासु मजाले सफा गरेर चाहिँ म्यारिनेट गर्दैछु। म्यारिनेटमा चाहिँ मैले के हालेँ भन्दा चाहिँ अदुवा लसुनको पेस्ट, दही, हर्दी, तिखालाल, नुन अन्त बिरयानी मसला हालेर चाहिँ मजाले मैले चाहिँ म्यारिनेट गरेर चाहिँ फ्रिजमा राखेँ। यहाँ चाहिँ मैले मासु अघि नै म्यारिनेट गरेर राखिरहेको छु हो। अझलाई म फ्रिजमा राख्छु। यहाँ चाहिँ मैले प्याज काटेर रेडी गरिरहेको छु। यसलाई चाहिँ मैले फ्राई गर्छु हो। अनि यहाँ चाहिँ पुदिना, धनिया, यो प्याज चाहिँ मेरो फ्राई भइसक्यो। अब यसलाई चाहिँ सेलिने छोडिदिन्छु। मैले चाहिँ भात बसाल्नुको लागि चाहिँ यहाँनिर चाहिँ गरम मसला हालेँ, खडा मसला, निम्बुको रस अन्त नुन अलिकति हालेँ। अब चाहिँ चामल हालेर मजाले यसलाई म 80% कुक गर्छु। चामल चाहिँ मैले हालेँ। अब यसलाई मजाले पकाउँछु। पुरा त पकाउनु पर्दैन। मेरो चामल चाहिँ रेडी भयो, पाकेर आधी पकाइरहेको छु। अब म मासु पकाएर चाहिँ त्यहाँ हाल्छु। यहाँ चाहिँ म अघि प्याज खराकै तेल अलिकति हाल्छु अनि 1 चम्ची बटर हाल्छु। हवस् नआले खाना अहिले चाहिँ मैले चिकन हालेँ। यसलाई चाहिँ मजाले पकाउँछु। त्यहाँदेखि चाहिँ मैले चामल माथि हाल्छु। पानी यसमा हाल्नु हुँदैन, आफै निस्किन्छ, दहीहरू छ त। यो प्याज पनि अलिकति हाल्छु। अरू चाहिँ अहिले मेरो चाहिँ मासु यतिको भयो। 10-15 मिनट भयो। अब त्यसमा म चामल हालेर चाहिँ बसाउँछु। सिटी लगाइदिन्छु 1 सिटी। अब चाहिँ म भात पकाउँछु। यो चाहिँ अघि फ्राई गरेको प्याज हालेँ। यहाँ चाहिँ धनिया हाल्छु, पुदिना। यहाँ चाहिँ केसर छ। यो चाहिँ प्योर केसर, अस्ति कश्मीरबाट ल्याइदिनु भएको सञ्जित दादाको सरले, दादाले। यो पनि हाल्छु म। अहिले हुन्छ, फिटिन्छ। यो चाहिँ केवडा वाटर र कलर, फुड कलर हो। घिउ हाल्छु अलिकति। यहाँ चाहिँ मैले बसाएँ सबै रेडी गरेर सानो आगोमा 10 मिनट जस्तो बसाउँछु। मासु र भात अलरेडी नै पाकेकै छ, तर म त्यो फ्लेभरहरू हेर्नुको लागि। फाइनली मेरो बिरयानी रेडी भयो। वाउ, सबै भयो। फाइनली मेरो बिरयानी चाहिँ रेडी भयो। निम्बु, प्याज, रायता, बिरयानी। खाउँदा कस्तो भयो? मिठो लाग्छ? नुन ठिकै छ? यो मेरो त यहाँ छ, म एकछिनमा खान्छु। नुन ठिकै लागेछ?
यसले कराएको कराएको मेला पनि दिइहाल्नु पऱ्यो अलिकति। साथीहरू बिरानी चाहिँ मिठो भएको थियो, दामी किनेर खाएको भन्दा कता कता राम्रो भएको थियो।